हेलो गाइज, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। हामी चाहिँ आज हाम्रो यही दाङ जिल्लाकै वडा नम्बर 3 मा पर्ने कल्लेबल्ले भन्ने ठाउँमा चाहिँ हामी सबै साथीहरू मिलेर रमाइलो गर्न आएका थियौँ शनिबार आज पनि। अनि त्यही भएर चाहिँ कोही साथीहरू चाहिँ पर डाँडामा देख्नुहुन्छ कि हजुरहरूले उता नाचिरहेछन्। अनि मेरो साथी परबिन हमाल र म चाहिँ हामी यहाँ चाहिँ लालीगुराँस टिप्न भनेर चाहिँ लालीगुराँस काफल जे भेटिन्छ त्यही, अब के भेटिन्छ लालीगुराँस काफल टिपौँ भनेर आएका छौँ। अनि हजुरहरूलाई चाहिँ हामी लालीगुराँसको बुटोदेखि लिएर लालीगुराँसको टिपेको फुलदेखि लिएर अनि लालीगुराँस काफल सबै देखाउनेछौँ तपाईँहरूलाई। पहाडको बाटो यही त साथीहरू, हेर्नुहोस् एकदमै बाटो काँडा झ्याङ्रा के हुन्छन् के अनि सबै टिपेको सबै चाहिँ देखाउनेछौँ हजुरहरूलाई। के वाचिङ यो चाहिँ काफलको बुटो हो, यो ठुलो छ नि, यो चाहिँ काफलको बुटो हो। काफल चाहिँ अब सबै यतै गाउँलेहरूले टिपिसकेको हो कि के हो त्यो चाहिँ अब थाहा भएन होइन। काफलको बुटो चाहिँ त्यही हो, तर फल चाहिँ एउटा पनि देखेका छैनन्। अनि फर्स्ट अफ अल चाहिँ हामी लालीगुराँस टिप्छौँ। अब काफल त के हो, यस्तै भेटिन्छ कि भेटिन्न। ऐसेलु वाउ, हाम्रो साथीले चाहिँ ऐसेलु चाहिँ भनेको यो साथीहरू बोट हेर्नुहोस् एकदमै पकेका पहिला ऐसेलु। यो चाहिँ एकदमै हजुरहरूले चाहिँ अब कतिजनालाई थाहा छ कतिजनालाई थाहा छैन ऐसेलु भन्ने चिज। यो चाहिँ एकदमै मिठो, ऐसेलु भनेको एकदमै मिठो फल हो कि यो चाहिँ मिठो फल हो, एकदम गुलियो एकदमै राम्रो। यो चाहिँ अर्ग्यानिक हो, यसमा न कुनै औषधि हुन्छ न केही हुन्छ। साथी खै देखाइदियो त फल ठ्याक्कै टिपेर हेर्नुहोस्, मजाको देखिन्छ नि। यो चाहिँ यति मिठो हुन्छ साथी, खाएर देखाइदियो त। हाम्रोतिर चाहिँ यसलाई ऐसेलु भन्छ, हजुरहरूतिर के भन्छ यसो कमेन्ट गरेर नबिर्सिनु होला होइन। हामी चाहिँ अब एकछिन थोरै सानो एकैछिन यति मजा छ। यहाँ चाहिँ ऐसेलुको बुट्टा, यता चाहिँ काफल एकदमै पुरै पाकेको छ यो बुट्टा चाहिँ। अब हामी टिप्ने थोरै सानो प्रयास गर्छौँ साथी। हजुर अब टिप्नु पर्यो, पुरै पाकेको छ। दामी रहेछ न ऐसेलु त टन्नै यार, पुरै हेर्दा काँचो केही छैन के, यो मान्छेहरूले यहाँ यो अलि भित्र बाबर नथा पाएर नत्र भने बस्थेन। सब पाकेको छ कि यार काफल, त्यस्तो ऐसेलु बस्ने त पहाडमै हो क्या। काफल भन्दा टेस्टी चिज हो कि यो त कहाँ ऐसेलु भने जस्तो नि काफल भन्दा नि टेस्टी चिज हो। एउटा गीत थियो नि साथी, के गर्छ गाइदियो त, के गाना रे? ऐसेलुको अति नराम्रो लाग्यो ऐसेलुको बुट्टा मुनि के गाना थियो। अब त्यस्तै हो, अब दाङका मान्छे कहिले हाम्रो यसका मान्छेले बुझिहाल्छ नि, कहाँ नबुझ्नेले बुझ्दैनन्। अब के दुलै हामी त पुरै ठुलो प्लास्टिक पनि ल्याएर आछौँ फेरि। ऐसेलु काफल लालीगुराँस जे भेटिन्छ त्यही टिप्ने भने यसमा काफल जे भेटिन्छ काट्यो त कचर पचर भइसक्यो। केही हुन्न मिक्स, केही चोरिन्न, बङ्गाली भाषा कि केही चोरिन्न, चोरेला जे चोरेला टिप्ने यसमा टिप्ने हो। तर यो चाहिँ एकदमै केयर गर्नुपर्छ साथीहरू। ऐसेलुको बुट्टामा काँडा चाहिँ, काफलको बुट्टामा काँडा साँडा केही हुन्न, लालीगुराँसको बुट्टामा पनि काँडा साँडा केही हुन्न, तर यो ऐसेलुमा चाहिँ अलि काँडा हुन्छ। किनकि मिठो फलमा चाहिँ नि के हुन्छ हजुरको, जहाँ पनि हेर्नुहोस् एउटा प्रसिद्ध ठाउँ मन्दिर पनि एउटा अप्ठ्यारो ठाउँ भिरालो ठाउँमा हुन्छ धार्मिक स्थलहरू चाहिँ। एउटा यो चाहिँ मिठो चिज चाहिँ एउटा जहिले पनि काँडाले छोप्या हुन्छ। यो बोटलाई पनि एकदम माया लाग्छ कि आफ्नो फलको, कसैले नटिपुन् कसैले नचुडुन् भनेर चाहिँ उसले चाहिँ काँडा छर्या हुन्छ। यो कुरा चाहिँ विचार गर्नु होला। राम्रो चिजमा जहिले पनि काँडा नै हुन्छ। एउटा गुलाबको फुलमा पनि काँडा नै हुन्छ, त्यो पनि अति एकदम आवश्यक चिज हो। अब सबैलाई त होइन, अब उस्तै अब टिनेजका त्यही हुन् बोकाबाकीहरूलाई, त्यही त हो। र साथीहरू हामी चाहिँ अब एकछिन हजुरलाई यो ऐसेलु चाहिँ सबै टिपेर त्यसपछि चाहिँ एकैचोटि यो भिडियोमा देखाउनेछौँ। लगाइछ ल 10-15 मिनटमा टिप्या ऐसेलु चाहिँ यति छ नि, हेर्नुहोस् यति नै छ। हामी काफलको आसमा आया मान्छेले ऐसेलु टिपिरहेछौँ होइन, पुरै अर्ग्यानिक हेर्नुहोस्। काफल भन्दा पनि झन् मिठो फलहरू हामीले भेटाएका छौँ। हामीलाई त्यति धेरै दुःख त छैन, ऐसेलुको बुट्टा जति पनि टिप्न सके जति पनि छ यति छ नि यसमा। तर यसमा चाहिँ काँडा एकदम खतरा खाले काँडा हुन्छ कि, उल्टोवाला काँडा हुन्छ एकदम। साथीहरू हामी चाहिँ बानी परेका हुनाले चाहिँ हामी चाहिँ टिपिहाल्छौँ। त हजुरहरूले यदि टिप्नु भएको छैन भने चाहिँ ऐसेलु हजुरको अनि यो लालीगुराँस यिनी टिप्नलाई चाहिँ एकदमै हेर्नुहोस् यस्तो ठाउँबाट काँडा कोतरेर यस्तो छ। यसरी हातमा हाम्रो चाहिँ धेरै वर्षहरू हुन्छ यो टिप्दाखेरि चाहिँ। मिठो फलहरू थाहा छ नि साथीहरू, मिठो फलहरू खान त्यति धेरै सजिलो पनि छैन, पैसा कमाउनु पनि सजिलो छैन र यो मिठो फल खान पनि त्यति धेरै सजिलो छैन है। हजुरहरू त्यसरी बुझ्नुहोस्। अब हामी चाहिँ यो चाहिँ भाग्यमानी मान्छेले मात्रै हो कि यसरी बुटैमा आएर यसरी
अर्ग्यानिक चिजहरू वन जङ्गलमा आफै न यसमा कसैले मलजल न यसमा कसैले पानी न यसमा कसैले माटो केही नगरे आफै प्रकृतिले नै दिएको एकदमै राम्रो एकदमै मिठो चिज ऐसेलो नगर्दा त यदि मिठो छ मलजल गर्यो भने यो चिज कति मिठो होला साथीहरू त खस्यो सबै आफै विचार गर्नुहोस् माथि भरेर नि तल खसेर नि भयो भने त घर आइमेल त रित्तै होला त मलजल नगर्दा यति मिठो छ मलजल गर्यो भने यो चिज कति मिठो बनाउला मान्छेले ल आफै सोच्नु त मान्छे भने एउटा लो विचार गर राक्षस नै हो क्या मलजल नगर्दै यति मिठो छ मान्छेले यसलाई योभन्दा अझै टेस्ट ल्याउन खोज्यो भने चाहिँ मान्छेले यसलाई सायद विश्वकै सबभन्दा राम्रो फल र मिठो फलमा परिणत गरिदिन्छ होला जस्तो लाग्छ मलाई चाहिँ होइन तर यो मान्छेले गर्न सक्ने सम्भव त देख्दिनँ म होइन यसरी टिप्दा पनि हुन्छ है साथीहरू यो चाहिँ यसरी टिप्दा पनि हुन्छ यसरी भुइँमा खस्छ यो पहिलो हजुर देख्नु भएको छ सबै हैसेलो यसरी टिप्दा पनि हुन्छ साथीहरू हेर्नुहोस् यो केही उपाय नभएपछि लास्ट अप्सन चाहिँ यही हो कि लास्ट अप्सन चाहिँ हजुरको काँटाले कोतर्छ लास्ट अप्सन चाहिँ हेर्नुहोस् है यसरी टिप्दा पनि हुन्छ यसलाई है यसलाई चाहिँ पहिला यसको बोटहरू हल्लाउने त्यस पछाडि जति झर्छ त्यो चाहिँ आफ्नो आफूले ल्याएको प्लास्टिक अथवा के छ त्यसमा चाहिँ मजाले राख्न सक्नुहुन्छ किनभने ऐसेलु जस्तो चिज जहाँ पाए त्यही जति पाए त्यति छोड्ने कुरा पनि हुन्न हेर्नुहोस् यो सित्तिमिति बोटबाट खस्दा पनि खस्दैन यसलाई चाहिँ खसाउनलाई चाहिँ बोट हल्लाउनै पर्ने अवस्था हुन्छ जे पनि थाहा छ हजुरलाई हल्लाउनै पर्छ क्या झार्नलाई के बोले भाइ के बोले बुट्टामा टिप्दा अप्ठ्यारो छ काँडा पनि हुन्छ यसले चाहिँ उल्टो खाले काँडा हुन्छ कि यसले चाहिँ कोतर्छ ट्याक्क पातले यस्तो गराउने यसरी हल्लायो भने चाहिँ पुरै हजुरको जुन पाकेको हुन्छ ऐसेलु फक्रेको पाकेको त्यो चाहिँ पुरै खस्तामा झर्छ हेर्नुहोस् यस्तरी पुरै यो छ नि यो यसरी खस्छ कि यसरी खस्छ त्यसपछि चाहिँ हामी टिप्न सक्छौँ मजाले यसरी पकड्ने एकदमै टेस्टी ए भाच्यो सुक्या हुँदैछ कि फेरि आगो अब ऐसेलको भइगयो साथी हामी काँडा छ नि त गाह्रो हुन्छ त काँडा हो कहाँ कठै प्लास्टिक 5 किलो प्लास्टिक भर लागेर भर अब चाहिँ हामी लालीगुराँस टिप्न जानुपर्छ खस्या त छोड्ने होइन सल हाम्रो चाहिँ अब यो ऐसेलुको कार्यक्रम चाहिँ सकिसकेको छ अब चाहिँ हामी लालीगुराँसतिर लागेका छौँ लालीगुराँस चाहिँ त्यस्तो धेरै त छैन यो चाहिँ लालीगुराँसको सिजन त होइन त्यही पनि हजुरको चाहिँ अलिअलि लास्ट धेरै भन्दा पनि बाटो एकदमै पुरा यसमा चाहिँ म चाहिँ हात कपडा लाएर आएर अलि गाह्रो कोतर कातर भइरहेछ एकदमै पुरा मेरो पछाडि हेर्नु सबै लालीगुराँसको बुट्टा यो चाहिँ कतिपयलाई थाहा छ कि थाहा छैन इङ्ग्लिसमा चाहिँ यसलाई रोडोडेन्ड्र अनि नेपालीमा चाहिँ लालीगुराँस यो चाहिँ हाम्रो नेपालको राष्ट्रिय फुल हो यो चाहिँ नेपालको राष्ट्रिय फुल हो अझै पनि सिजन चाहिँ ओफो यो चाहिँ हेर्नुहोस् एकदमै महत्त्वपूर्ण छ हाम्रो लागि लालीगुराँस हुन त पुरै बुटैमा आफ्नो बोटदेखि चुर्ने चिज त होइन तर पनि हामीलाई एकदम यो खसेर जानुभन्दा हामी यसरी खाएर जाने यसलाई कतिपयहरूलाई थाहा छ कि थाहा छैन यो चाहिँ लालीगुराँस चाहिँ हजुरको चाहिँ यो माछा खाँदाखेरि चाहिँ जुन काँडामा अड्किन्छ नि यो लालीगुराँसको सिर्फ एउटा मात्रै फुल खानुभयो भने यसले चाहिँ हजुरको त्यो घाँटीमा अड्केको माछाको काँडालाई चाहिँ नरम गराएर सजिलो माछामा घाँटीमा अड्केको माछाको काँडालाई चाहिँ एकदमै उपयोगी औषधि चाहिँ यो लालीगुराँस चाहिँ एकदमै उपयोगी औषधि हो कसलाई थाहा छ कसकोतिर चाहिँ यो पाइन्छ त्यो चाहिँ एकदमै कमेन्ट गर्नु होला हजुरको सुकाएर राखेर खाँदा पनि हुन्छ यो चाहिँ एकदमै
स्वास्थ्यको लागि पनि एकदमै राम्रो, पेटको लागि पनि राम्रो हो र ग्यास्ट्रिकका बिरामीको लागि पनि यिनी सबै चाहिँ हजुर अर्ग्यानिक चिजहरू हुन्। यो चाहिँ यसमा चाहिँ कुनै औषधि न कुनै मलजल, यिनी आफै प्रकृतिले नै दिएको, प्रकृतिले नै उमारेको, हावापानीले प्रकृतिकै हावापानीले भएको सबै यिनी चिजहरू चाहिँ सबै प्रकृतिले नै बनाएको। एकदम हेर्नुहोस् त बुढा कति राम्रो बुढा, यी साथीले कति धेरै टिपिसकेका छन्। नटिप्नु हेर कोपिला नच्यात्नु पाप लाग्दछ कविता पनि सुन्नुहोस् है। तर पनि यो एकदमै हामीलाई चाहिँ हाम्रो राष्ट्रिय फुल भएको कारणले यो ओइलिएर झर्नुभन्दा चाहिँ टिपेर हामी चाहिँ यसलाई कमसेकम माया त गर्छौँ नि, त्यो कारणले गर्दाखेरि चाहिँ हामीले टिपिराखेका छौँ। यो कुरालाई चाहिँ हजुरहरूले नराम्रो रूपले नलिनु होला, किनभनेपछि अब यो नराम्रो रूपले लिए पनि केही चोरिनेवाला छैन। किनभनेपछि जसले नराम्रो रूपले लिन्छ नि त्यसको ठाउँतिर यो लालीगुराँसै पाइन्न। सबभन्दा मेन कुरो त्यो हेर्नु, हाम्रोतिर पाइन्छ, हामी टिप्छौँ, रमाइलो गर्छौँ होइन। हामीले यसलाई त्यो नराम्रो टिपले लिएर यसलाई हामीले फाल्ने कुल्चिने कुरा होइन कि, यसलाई हामी सजाएर हामी घरको भित्तामा अथवा यसलाई सुके पनि हाम्रो इज्जत चाहिँ रहिरहन्छ। जसरी हामीले गौ मातालाई चाहिँ इज्जत गर्छौँ त्यसरी हामीले यसलाई इज्जत पनि गर्छौँ होइन। त्यसैले नराम्रोले नलिनु होला, जसले पनि लिन्छ त्यो मान्छेको ठाउँतिर लालीगुराँस यत्रै पनि पाइने, जे चोरी हल्ला जो त यता पनि छ टन्नै लालीगुराँस, टन्नै छ। लब अन्तिम यो चाहिँ अन्तिम लालीगुराँसको चाहिँ अन्तिम सिजन हो। यो चाहिँ अब अन्तिम चरणमा रहेको छ लालीगुराँस। अब हामी जे जस्तो भए पनि अब हामी टिप्छौँ, जति छ यसलाई हामीले खान्छौँ, समेटेर खान्छौँ। स्वास्थ्यको लागि हजुरलाई थाहा छ होला सायद, लालीगुराँस भने लालीगुराँस मात्र होइन कि नेपालमा जडीबुटीहरू यति धेरै प्राप्त, यति धेरै पाइन्छ कि, यति धेरै छ कि चिन्नु पर्यो। यो पनि एउटा जडीबुटीमै पर्छ, यो पनि स्वास्थ्यको लागि एकदमै राम्रो चिज हो होइन। पाउनेले मजाले खाँदा हुन्छ, नपाउनेले चाहिँ हामीलाई कन्ट्याक्ट गर्नुमा म सुकेको फुल भए पनि पठाइदिन्छु। यदि तपाईँलाई माछा खाँदा माछाको काँडा हजुरको घाँटीमा अड्कियो केही गऱ्यो भने यसको नाम लिँदा पनि हुन्छ, हजुरले खानै पर्छ भन्ने छैन। यदि माछा खानै हुनुहुन्छ, माछा गरेर घाँटीमा अड्क्यो, तपाईँ लालीगुराँस भन्नुहोस्, लालीगुराँसै अड्क्यो त लालीगुराँस भन्नु, माछाको काँडा मजाले सर्लक्कै तपाईँको घाँटीबाट तलसम्म पुग्छ। माने मान्नुहोस्, नमाने कुखुरा कान तान्नुहोस्। सबै टिप्की थियो कहाँबाट टिप्ने। अब साथीहरू, अब हामीले त्यति धेरै काफल त भेटाएनौँ होइन। हामी काफलको चाहिँ एउटा आसमा यहाँसम्म छिरेका थियौँ होइन, यो जङ्गलसम्म यहाँसम्म काफलको आसमा चाहिँ आएको थियौँ, तर काफल चाहिँ भेटाएनौँ होइन। अलिकति लालीगुराँस, अलिकति चाहिँ हजुरको ऐसेलु यति चाहिँ लिएर अब हामी जाँदैछौँ घरतिर होइन। बाटो हेर्नुहोस् पुरै छ, जति छ हामी लिएर खुसी भएर जान्छौँ। काफल भेटेन भनेर दुखी हुने कुरा छैन। हामी बजारमा प्रशस्त काफल किनेर खान पनि सक्छौँ, तर पनि टिपेर खानुको मजै छुट्टै छ साथीहरू होइन। एउटा बोटमै आएर एउटा महत्त्वपूर्ण एउटा फल नै मानिन्छ क्या काफल। हजुरहरूको अब ठाउँतिर कस्तो मानिन्छ मलाई थाहा भएन होइन। हाम्रो ठाउँतिर चाहिँ यसलाई चाहिँ अलिकति महत्त्वपूर्ण तरिकाले लिइन्छ। काफल भनिसकेपछि वर्षमा एकचोटि पाइने मात्रै फल हो। त्यो भएको कारणले आज हामी काफल त त्यति धेरै भेटाउन सकेनौँ होइन। ऐसेलु र लालीगुराँस लिएर अब हामी आफ्नो साथीहरू भएको ठाउँमा चाहिँ चखाउनलाई फर्किँदैछौँ। जति चाहिँ जे छ हामी यही भए पनि चखाउँछौँ र यो भिडियो हेरेर साथ दिनु होला। लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला मेरो साथी आर्यको च्यानललाई। साथी च्यानलको नाम के छ अरे? आर्य सोनी अफिसियल छ। सब्सक्राइब गर्नु होला। हामी यस्तै रमाइला भिडियोहरूदेखि लिएर रमणीय दृश्यहरूदेखि लिएर सबै कुराहरू हामी हजुरहरूलाई देखाउँछौँ। अब हामी चाहिँ यति बेला छुट्टिने बेला भइसकेको छ। अब हामीले काफल साफल सबै कुराहरू टिपिसकेका छौँ र ऐसेलुहरू पनि हेर्नुहोस् प्रशस्त देख्न सक्नुहुन्छ। जे छ जतिमा रमाउँछौँ हामी चाहिँ यति नै टिप्छौँ र अब हामी यो भिडियोदेखि छुट्टिन्छौँ र अब हामी चाहिँ नेक्स्ट भिडियोमा आउनेछौँ। यो भिडियोलाई चाहिँ सब्सक्राइब, लाइक चाहिँ गरिदिनु होला, माया गरिदिनु होला भन्ने पूर्ण आशा राखेका छौँ। गर
नगरे तिम्रो गालामा आइन पनि हान्छु। हस् त, धन्यवाद।